मलाई लिन आएका त्यही मेरो पुरानो गाउँ कस्तो बाटोले हो यार माछा मारन दिइसकेछन् यहाँ कहाँ छौ र कहाँ हौ र ठिक छ हेर्न ज्याङ्गो भएन कट कट हेलो गाइज वेलकम टु माई न्यू भ्लग आज चाहिँ टक्क लाएर शान्तिपुर आएको छु गाउँ यता छन् भाइ दुईटा भाइ म चाहिँ आज घुम्न जाँदैछु मेरो गाउँ यो चाहिँ दिदीको गाउँ हो टक्क भ्यू हेर्नु यहाँको भ्यू चाहिँ बबाल छ है भाइ के छ ठिक छ नि ठीक छ हाई गर्दै नि त भेलो भाइ भाइ यता हेर्दै न यसो गर म चाहिँ आज गाउँ जाँदैछु साथीहरूलाई भेट्न साथीहरूको अब आऊ आऊ भनेर म चाहिँ जाँदैछु चाहिँ शान्तिपुर बजार यहाँ चाहिँ कटुस मलाई लिन आएका को हो यो भाइ कहाँ हो के ल यो चाहिँ हिरो हिरो भाइ कहाँ हो कि यस्तो एक्लै एक्लै हरिम मादल बजाउँछौ तिमीले त भाइरल थियौ त कति जसिन्छ के तर हरिफ बजाएको थियो कि भाइले लम्बु भएछ नि यार त्यही मेरो पुरानो गाउँ हो यो टक्क त्यहाँ जाँदैछौँ हामी दुईजना यता छन् साथी जिग्री पहिलाको पुरानो यो जनसङ्ख्या घाटा लगाइदियो बेरुला पाक्दैन अहिले बेरुला खन्ने हो त्यही खन्न जाने अब खाना दुईजना यसको कस्तो बाटोले हो यार यो ए माछा खै माछा टक्क यहाँ चाहिँ हामी उहाँ सुतिरहन् साथी जो हामी चाहिँ त्यहीँ जाँदैछौँ दुईजना लोटेलाई यहाँ नघोच उस धन्न घोचे थियो देख्छु त्यही के ए यो मान्छे दारी पलाएर त बुढो हेर्न यहाँ चाहिँ टक्क लाएर सागै साग रोपेर रहेछन् माछा चाहिँ बबाल हेर्न त्यहाँ कस्तो छ माछा कता गयो तिमीले पुरै भगायो यार भगाउ न माछालाई सुई 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 इ हरिफ छ है माछा चाहिँ टक्क हामी चाहिँ यहाँ माछा मार्न यता माछा लिएर माछा मार्न जाऊँ भनेर आएको के अरे माछा एउटा छोपे छैनन् ओ बल्ल उत्रे है मैदानमा जे गर्छ कुशलले गर्छ हो क्या एउटा गीत गाऊँ र पहिलाकै देखेको गीत हो के बिहेवाला के एउटा माछा मारन दिइसकेछन् यहाँ बिचरा ओए भर त ओए 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 दुईटा आयो है गाइज अर्को नि मोला जस्तो है माछा मार्ने चाहिँ सिपालु हन् के जियोस् ऊ हेर त माछा लगेर गएको त दाउरो तानेर हामी चाहिँ टक्क यिनीहरूमा भएर म त हैन नि विशाल र म भएर टक्क लाएर मिलन चोरलाई भेट्न हिँडेको मेरै नाम परेको हुन्छ मिलन टक्क
तिनवटा बाख्रा चराउनु गएको भनेछन् अब कहाँ छन् हाम्रो ढाँटेर हो कि कहाँ मितान दिने हो कि दुइटाको आज टक्क त्यहाँ जान्छौँ यही घर भेटौँ ल ल नै बजार आइयो मिलन घर चाहिँ त्यहाँ उतापट्टिको त्यहाँ एउटा माथि छ यतैतिर गयो होला नि बाख्रा चराउनु छिटो हिँड यार दुगुर स्कुलको जस्तो हिँड्दैौ न पहिला स्कुल कसरी जान्थ्यौँ बिर्स्यौ मिलन चाहिँ यहीँ माथि छन् रे कता आऊ भनेर हामीलाई कता बाख्रा चराउनु गयो भन्थे कहाँ छौ र कहाँ हौ र आयो नि आएर आवाजै खै के चिच्चाउ न खै कतै आएन आवाज हामी यहीँ ठ्याक्क जाली लाउने थियौँ त ओडार थियौँ बस्यौँ कतातिर दुईवटा बाटो छ यहाँ दुईवटा बाटो छ पाइप गएतिर पाइप गएतिर ओडारतिर बाँसगढीतिर दुईवटा आइछन् बाँसगढी नि लगे आउ न तलै आउन एकछिन कहाँ गयो भएर त गो बाख्रा सेम टु यो क्या यहाँ आएर बाख्रा चरा खाने यस्तो उसमा यत्रो माथि आइम यार त यहाँ आएनन् के सेम काम गरेर खै त बाख्रा कता गयो के छ ठिक छ हेर्न ज्याङ्गो ओके के छ ठिक छ नि भ्लग बनाउँदै हो कि हामी हेरे हामी चाहिँ सिसी घर आँखा बल्ल मिलनलाई भेटेर नि अघि यता कोही छन् भने यता हेर्नु है हेरौँ हामी चाहिँ टक्क शिशिरलाई मिलनलाई सन्जोगलाई भेटेर नि हामी अब मेरो पुरानो घर जाँदैछौँ उकालोमा उकालो जाने हो हामी चाहिँ यिनी छन् आजको घुमाउने मलाई गाइड गर्ने टक्क अब माथि घर जान्छौँ माथि घर गएर पौडिन त्यसपछि झरनाको चिसो पानी भन्दै जान्छौँ सन्जोग चाहिँ अझै यहीँ तल छन् हामी दुईवटा मात्र हौ अब हुँ गसी भेटौँ है त कसैले खाने हो घटेको बेलाउती के अरे जय घडेरीको बेलाउती उहाँ तलबाट टिपेको मेरो पुरानो घर आइसक्यौँ हेर्नुहोस् है त घर आइसक्यौँ घर चाहिँ यस्तो भत्के रहेछ म बस्ने पुरानो घर चाहिँ यो मनसुनले आगो लाएर यहाँ हरियो ठुलो दिवार थियो यार लाइट बाल्थ्यौँ र यसको चाँपिट हामीसँग छ खोलिरहेको है चाँपी खोलेको कि अङ्कल लाएर जङ्गल मङ्गल नै गर्छन् होला यार चाहिँ घर नै आइसक्यौँ तल झर्दैछौँ अब मोबाइलमा चार्ज पनि सकिसक्यो के हो खङ्ग्रङै पऱ्यो यार त्यहाँ हेर त त्यहाँ कपडा धुन्न आइछ नि म त भूत भनेको यार टक्क बेलुकी खालि झरिन्छ अब हामी चाहिँ अब मोबाइल चार्जमा राखिन्छ अनि त्यसपछि खोलामा गइन्छ फोटो चाहिँ कुशलको मोबाइलदेखि खिचिन्छ भिडियो त्यसपछि झरना गइन्छ झरना जाँदा मोबाइल त हुन्छ त्यसपछि फोटो त्यहीँदेखि खिच्ने त्यसपछि भट्टे टु शान्तिपुर यसको नाम के हो जे भने यता भन न के अरे कुशल चामल
पहिला हामीले कति खाने तयारी हो टिप न राम्रो राम्रो सेतो सेतो यो चाहिँ टक्क यसो गर्ने यो चाहिँ दही चामल हो खुवाउने होइन नि यहाँ घामै पर्दैन पानी आए जस्तो यसको चाहिँ हामीले के बनाएको थियौँ रे के खेल्थ्यौँ तिमीले यसले चुङ्गी बम ब्लास्ट हरिप के खेलिन् त बाटो यहीँसम्म खनेको यहाँसम्म चाहिँ बाटो आएर रहेछ टक्क यो चाहिँ बाटो हाम्रो यस्तो जङ्गलको बिचमा घर छ पहिला थियो अहिले चाहिँ यहाँ सबै घर आइसक्यौँ उहीँ तल घर कुशलको घर चाहिँ यसको म पछि ल है कुशलले चाहिँ मेरो लागि टक्क दही चामल तर हरिप मिठो हुन्छ यार खै खाउने तिमीले ओहो यस्तो छ यसो गर्ने मिठो छ एउटा चाहिँ बाटो हो अब चाहिँ हामी खोलामा जान्छौँ सिधै खोलामा अब मोबाइल चार्जमा राख्ने अनि खोलामा जाने टक्क हामी चाहिँ खोलामा नै आएर नि कपडा चेन्ज गरेर नि टक्क त्यहाँ नुहाउन अब यहाँ चाहिँ हामी पौडी खेलिन्छ यहाँ चाहिँ कुशल टक्क तयार भइसक्यो हामी अब यहाँदेखि सर जान्छौँ पौडिन्छौँ खेल्छौँ त्यसपछि घर लागिन्छ हामी चाहिँ पौडी खेलेर नि टक्क कपडा लगाइसक्यौँ अब चाहिँ हामी घर जान्छौँ घर गएर अब झरनामा जाने भनेको कुरो अब के हुन्छ झरनामा चाहिँ गइन्छ कि गइन्न टक्क यहाँ कपडा लगाइसक्यौँ हामीले घर जान्छौँ है त अब हामी चाहिँ अहिले अघि चाहिँ हामी यता पौडेको त्यहाँ हो हामी दुईजना पौडेको त्यहाँ हो अहिले चाहिँ हामी पुलमा आएको छौँ टक्क लाएर यहाँ यिनी यता छन् खाँदै बस्दै गएर छन् बेलाउती काँचो छ भन्ने बेला खाँदैछन् अब चाहिँ हामी झरनामा जाँदैछौँ 3 जना भएर चल केटा हो काम पुग्न लाग्यो टक्क उहाँ हामी चाहिँ जाने अझै 5 मिनट लाग्छ ल वहीँ गएर बनाउँछु है त भलक ल हामी चाहिँ माथिकोमा गएर नि अब तलकोमा जाँदैछौँ टक्क लाएर यस्तो यहाँ तलको भ्यू 2टा नमुनाहरू आउँदैछन् पछाडि ए यो बहुत रहेछ कि सर्प्राइज भएन यहाँ वहाँ हेर्न वहाँ कुनामा हल्ला पाट वहाँ पोर्ट्स फाले यताकोले हामी चाहिँ जाँदैछौँ जे होस् बाटै खै त ए अमला यहाँ 2 जना गहन रुखमा अमला टिप्दैछन् अब अमला खाएर गइन्छ घर त्यसपछि शान्तिपुर जान छ अझै कति भर चाहिँ हामी अब यहीँ अमला खान्छौँ लास्ट धेरै टिप है म उता लग्छु त्यसलाई फोकस किन त्यसको त के एक हालेर बनाइदिनु मलाई
तातो भयो यार केटा आजको भ्लग चाहिँ यति नै लाइक सब्सक्राइब सेयर गर्न नभुल्नु होला आजको लागि यति बाई बाई